यो कति सालको अरे कति साल भयो यो टेबल कुन सालको बोजू बिमार हुन म बडाहरूले लिएको हस्पिटलमा स्टोरमा काम पनि एन्ड 48, 49, 40, 50, 51 यो कति तपाईँ सुगाएको 59सम्म कति पढ्यो होला हौ यहाँदेखि त्यो त पहिल्यै थियो नि त्यो पहिल्यै कति 19 कति 1948 यहाँ कोभिड भएको कारण चाहिँ होइन मोमबत्ती राखेको छ सानो बोजूले बोजूले मोमबत्ती खेलाउने गयो नि बेला बेलाएर बङ्गै खाडा भएर त्यस्तो हो नि के काठको हो यो के काठको काठ जान्दिनँ यो सबै फिनिसिङ आउँथ्यो नि पहिला त भनेपछि 76 यो भन्दा पछि बनेको काठ टेबलहरू सबै डङडङ भयो यो मात्रै छ भनेपछि झन्डै 80 पुग्न आँट्यो अन्त हो यो उयो यो घरमा त म पेटी पेटी कुदिन्छ डेलफुटे देउलमा नयाँ बनाउने घरमा अनि कहाँ जानु मेरो बासमा टक्कै पर्छ अनि त्यति बेला चामल कति रुपियाँ केजी थियो चामल पनि के होला खाना कसै कसो थियो के अरे हप्ताभरिको 3 जना काम 1.5 रुपियाँ आउँथ्यो 3 जना काम गरेको यस्तो जमाना हामीले त मेसमा खाँदा बोतलतिर सप्लाई नहुँदाखेरि 29 रुपियाँ 30 रुपियाँ लाग्थ्यो महिनाभरि खाएको एकजना काम बीएसएफ मा जाँदा स्यालेरी कति थियो फर्स्ट स्यालेरी 90 रुपियाँ ओन्ली 90 रुपियाँ जमाना कहाँ हो शिलङमा हुँदा आर्मीमा त 24 कति छ शिलङमा हुँदा चाहिँ कति दिन्थ्यो स्यालेरी त्यहाँ 90 दिन दिन्थ्यो शिलङमा लाइब्रेरीमा विन्टरमा चाहिँ 90 पुग्छ विन्टरमा 84 हो नि 90 10 प्लस गर्थ्यो 94 हुन्छ त्यो पनि गभर्मेन्ट काम थियो नि आफै रिजाइन दिएर छोडेको त त्यो सेन्ट्रल गभर्मेन्टको हो स्टेट गभर्मेन्टको ए शिलङ स्टेट गभर्मेन्टको त्यो आसामको राजधानी थियो नि त्यहाँबाट पनि मेघालय भयो इलेक्ट्रिसिटी पायो उनीहरूले यहाँनिर नपठाइ म भर्ती भएको लुगा खोल्नु पनि गाह्रो लाग्ने भर्ती भएको भइहाल्यो पुलिसमा पनि भर्ती भइसकेको थियो टाकटुक भइसक्यो पहिला पुलिसमा भर्ती भयो बेसमा भर्ती भयो अनि त्यहाँ आएन लेटर खेलाइयो हावा होला भनेर पुलिसमा भर्यो दार्जिलिङ त्यहाँ पनि सबै मान्छेहरूको सबै घरको सब साथीभाइहरू बुझाएँ अन्त बेसब कल आयो माथिबाट धनबहादुर मेरो त कर्सियङमा जम्मा हुनु भनेर आयो अन्त त्यहाँदेखि गएको अन्त फेरि यहाँ बेस पुलिस आएन अरू भने को यहाँ छ भनेर ए ऊ त बेसमा भर्ती पो न भनेर आयो त्यति बेला त्यस्तो चान्स थियो अहिले जाने मैले सुँगुर पनि देखेन भएर नोकरी पाइहालेँ अहिले छ त्यस्तो कुन चाहिँ पुलिसमा पाउन आँटेको थियो कुन चाहिँ पुलिसमा कलकत्ता पुलिस कलकत्ता बेङ्गल पुलिस यहाँ कुन पुलिस आउँछ बेङ्गल पुलिस बाहिर पनि आउँछ बेङ्गल वेस्ट बेङ्गल डब्लुबिपी यसमा त हावा आउनु पनि फाल्टो बोल्नु प्याटर गर्नु भ्यालु नहुँदैन पुलिस भन्नु